नेपाल सरकारसँग युवराज सफल र दिनेश त्रिपाठीलाई कारबाहीको माग गर्न चाहन्छु। हामी जनताहरू के कसो कमेन्ट गर्नुहोस् भन्न चाहन्छु। सिधा रवि लामिछानेले शपथ लिन पाउँदैन भनेर यिनीहरूले भनिरहेका छन् के युवराज सफल र दिनेश त्रिपाठी नेपालको संविधानभन्दा माथि हुन्। कुन चाहिँ संविधानको धाराले रवि लामिछानेले शपथ लिन पाउँदैनन् भनिरहेका छन्। युवराज सफल र दिनेश त्रिपाठीको रवि लामिछानेले के खाइदिएको छ? बिना प्रमाण बिना तथ्यकै एउटा व्यक्तिलाई आरोप लागेकै भरमा चाहिँ ठग चोर ज्यानमारा भन्दै हिँड्न मिल्छ? किन रवि लामिछानेको पछाडि यिनीहरू हात धोएर लागिरहेछन्? नेपाल सरकारले यति कारबाही गर्न सक्दैन भने हामी नेपाली जनताले कारबाही गर्नेछौँ। दिनेश त्रिपाठी र युवराज सफललाई भन्न चाहन्छौँ। होइन भने नेपालको संविधान नेपालमा नीति नियम छ भने किन चाहिँ यिनीहरूलाई कारबाही हुँदैन? अनि न्यायाधीशहरूले वकिलहरूले यो युवराज सफल र चाहिँ दिनेश त्रिपाठीको कुरा सुनेर रवि लामिछानेको मुद्दा जहिले हेर्दैमा के कारणले राखिरहेको छ? नेपालको संविधानभन्दा नेपालको अदालत पनि हुँदैन र नेपालको चाहिँ तपाईँको वकिलहरू पनि हुँदैनन् र न्यायाधीश पनि हुँदैन। यति कुरालाई सबै नेपाली जनताले पनि बुझेका छन्, न्यायाधीशहरूले पनि बुझेका छन्। रवि लामिछानेको हकमा मात्रै मुद्दा पटक हेर्न नमिले किन भइरहेको छ? यिनीहरूको बाउहरूको सरकार नहुँदा त रवि लामिछानेलाई यति खेदिरहेका छन् भनेदेखि चाहिँ यिनीहरूको बाउहरूको सरकार हुँदा रवि लामिछानेलाई कुन किसिमको यातना दिएको थियो होला? नेपाली जनताले त्यसको बदला मतबाट परिवर्तन गरेर देखाएका छन्। र अहिले सुशीला कार्कीको सरकारले अहिले नयाँ सरकार नआउँदैखेरि चाहिँ युवराज सफल र दिनेश त्रिपाठीलाई कारबाही गर्नुपर्छ। होइन भने हामी नेपाली जनताले कारबाही गर्नेछौँ। चेतावनीका स्वरूप हामी भन्न चाहन्छौँ।